के हो र के ल्याएर त्यत्रो गर्नु हो साह्रै थकै लाग्यो तिमी छुट्टी भइसक्यो काम मेरो आजबाट छुट्टी भइसक्यो नि त नि कहाँ जानु लागि त यति रातिमा टोकीतिर हो घुम्न यही आएको हो नि म कहाँ जानेर टोकियो म अनि किन ल्याएको त यो लगेज चाहिँ फेरि यहाँ आउने लगेज लिएर आउनुपर्छ दिनदिनै कति नुहाउनु धुवाउनु कति गइरहनु भनेर अब ड्याममा आजदेखि 25 गतेबाट 7 गतेसम्म बिदा भयो अनि के गर्नु त नि लुगा लाउनु भने चाहिएन लुगा त्यही भएर टोकी जाने भने घुम्नलाई अनि पाहुना आसी जान्छन् टोकियो अनि मान्छे नभएर किन आएको त नि तिमी आफ्नो घर अनि म तिम्रो भन्दा पहिला आएपछि तिम्रो अब टोकियो जाने मिलिन्छ त अब कस्तो होला यार हाम्रो यहाँ टोकियो जाने हो कि हामी योपालि जान्न कि म नजाऊ कि पर्दैन म आइसक्यो अब पर्दैन जान ल यो कति गरौँ हो यो राख हामीलाई अब फेरि निगेरमा पनि आयो पत्ता लाग्न अनि आउनु त पर्यो नि माछा खुट्टा टाउको बाँकी नै हो नि त अस्तिको कि भ्याइसक्यो दुईटा बुढाबुढीबाट कहिलेसम्म छुट्टी हो तिम्रो 7 गतेसम्म छुट्टी हो कहिलेसम्म बस्ने त यहाँ 8 गते बिहान जान्छु काम गर्ने गरेर कामको लुगा लिएर आऊ यतैबाट जाने यो काम दिन जाऊ मेरो गाडीको तेल भएन अनि हाम्रो चामल भात तरकारी पर्दैन ग्यास किनेको त मैले त 3000 माछा किनेको अब आधी आधी पे गर्नु पर्यो कि ग्यासको नि हात दिनु पर्ने बत्तीको पानीको सबैको तिर्नु पर्यो तिरेको तिरै हो अस्ति मैले त्यस्तो 3000 माछा ल्याएको नि उठेकै छैन अझै त्यस्तो